रवि लामेछानेलाई साथ दिने भनेर उहाँ दुईजना आइराख्नु भएको छ होइन। पत्रकारलाई खासै राजनीति फाप्दैन जस्तो लाग्छ मलाई। राजनीति भनेको एकदम फोहोरो खेल हो। हेर्नुहोस्, जति बाहिर फ्रिडम भएर तपाईँले काम गर्नुहुन्छ नि, सरकारमा गइसकेपछि त्यति फ्रिडमले तपाईँले काम गर्न पाउनुहुन्न। रवि दाइ पत्रकारिता दबदबा भएको मान्छे होइन, दुई दुईचोटि चुनाव जितेर जानुभएको, अहिले कुन अवस्थामा पुऱ्यायो सहकारी काण्ड लगाएर होइन। अनि अर्का जगदीश खरेल, उहाँ पनि राम्रो पत्रकार, अनि सरकारमा जानुभयो, खै सोचे जस्तो छैन भनिदिनुहुन्छ। अब तपाईँ दुईजना आइराख्नु भएको छ, सोचे जस्तो त छैन होइन। राजनीति तपाईँले माया पाइराख्नु भएको छ, जनताको माया पाइराख्नु भएको छ होइन। जनताले अहिले वाह वाह आए पनि गरिराख्नु भएको छ। तर सरकारमा गइसकेपछि तपाईँले काम गर्न सक्नु भएन भनेपछि यही जनताले अहिले छ्या यो पनि तपाईँ पनि त्यस्तै रहेछ भन्छन्, यही जनताले भन्छन्। त्यही भएर सोच विचारले अगाडि बढ्नु होला भन्न चाहन्छु। मेरो है शुभकामना छ तपाईँहरूलाई।